प्रथम यो भिडियो हेर्नुहोस्। सरकार यो हर्क सापमा कहाँको जन्तु हो? यो कहाँबाट पैदा भयो हाम्रो देशमा? यो भेडा यो जन्तु कहाँबाट पैदा भयो? यो जानवर कहाँबाट पैदा भयो? यसको मुख चुप लगाएर बसायो है सरकार। मुख चुप लगाएर बसे। यसले अति गरिरहेछ। यसले यो भेडा साला गेट पाले ढुङ्गा पक्रे भरियाले अति गरिसकेको छ। यो बाहिरै खतम भित्रै खतम भएको मान्छे काठमाडौँबाट यस संसद भवन टेक्नुभन्दा अगाडि हामीले मारिदिन्छौँ है सरकार। अहिले नै भन्दैछु मारिदिन्छौँ हामी यो हर्क साम्बाकलाई। मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। साँच्चै भन्यो भने नेपालमा यस्तै अराजक व्यक्तिहरू मात्रै बस्ने हुन् त? यो वास्तविकता नेपाली नागरिकमा हुनुपर्ने गुण यही हो त? त्यो कुरा गर्दै गर्दाखेरि नेपालको कानुनले के भन्छ र के गर्नुपर्छ, कानुनको दायरामा जानुपर्छ कि पर्दैन, कानुनको दायरामा हुनुपर्छ कि पर्दैन भन्ने कुराहरू तपाईँ हामीलाई प्रत्यक्ष रूपमा थाहा छ। र यस्तो खालको अराजक व्यक्तिहरूलाई हामीले कानुनको कठघरामा उभ्याएर कानुनले कारबाही गर्न सकियो भने हामीले चाहिँ यस्ता अराजक कुराहरू अराजक व्यक्तिहरूलाई चाहिँ जसरी हुन्छ जताबाट खोजेर भए पनि कारबाही होस् भन्ने चाहिँ मेरो माग छ। तपाईँको भनाइ के छ? कमेन्ट गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्।